ओलीको किल्लामा बालेनले गाडे झण्डा बालेनै हो क्या त्यहाँ त हामी जित्न सक्छौँ झापामा बालेनको क्रेज देखेर देशभर रासपा कार्यकर्तामा भरियो जोस बालेन हेर्न उर्लियो सिंहको झापा रवि र बालेनको टिमलाई देशभरिबाट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीको टिमलाई बहुमत दिएर चाहिँ विजय गराउँ बालेन शाह फलामको सुरक्षा पाउनलाई ओलीलाई हराउँछु भन्दै जानु भएको छ सम्भावना छ जित्छन् तपाईँको भावी प्रधानमन्त्री फेरि उतै पछाडि आउला नि त्यस्तो होइन बालेन शाहले त्यति गर्दै इन्जिनियर पढाए मान्छेले त्यति त्यहाँको विश्लेषण नगरिकन त्यस्तो चुनाव उठ्दैन तपाईँले त्यसै बुझ्नुहोस् तपाईँले पहिला सबभन्दा सुरुमा त्यहाँको विश्लेषण त्यसले उसले 6 महिना 7 महिना अगाडिदेखि त्यस्तो विश्लेषण गरेर त्यहाँको मान्छेहरूलाई सबै बुझेर मात्रै बालेन शाह गएको छ उत्तेजना आफ्नो ठाउँमा छ तर सेफ ल्यान्डिङमा पनि ध्यान दिनुपर्छ भन्छन् के सेफ ल्यान्डिङमा ध्यान दिएन सेफ राजनीतिमा सेफ ल्यान्डिङ होइन जोखिम नबोलिकन राजनीति हुँदैन सबभन्दा सुरुमा त्यसरी बुझ्नुहोस् त्यो जो मान्छेले जोखिम बोक्छ त्यसले राजनीति गर्छ प्रधानमन्त्री बन्ने हो भने भावी के अरे पूर्व प्रधानमन्त्रीलाई हराउँछु भन्ने चाहट हो होइन हार्नु जित्नु आफ्नो ठाउँमा हुन्छ तर किनभने त्यसरी जानु भनेको लड्नु काठमाडौँ जनताले हेरेछ नि त महानगरको सबै देखाएका छन् अब बनाउन सक्छन् रविले बालेनले सबैले बनाउन सक्छन् भनेर पो जनताले भोट दिनु त उहाँ एउटा मनोनयन दर्ता गर्दाखेरि पनि पुरै झापा उडेको महसुस भयो त्यो भिडियोहरू हेर्नु यहाँ बसेर त्यो भिडियो हेर्दाखेरि कस्तो महसुस झापामा एकदम त्यहाँ अलिकति भनौँ न उहाँहरूको एकाधिकार थियो भनौँ न पुराना दलको आफ्नै बाहुल्यता थियो आफ्नै राज्यका भएभरका भनौँ न अर्थतन्त्र उहाँ घोप्ट्याएको थियो तैपनि त्यहाँका जनता खुसी छैनन् किन खुसी छैन भने अब हजुरलाई थाहा छ एउटै मान्छे पटक पटक जित्दाखेरि एउटै मान्छेले धेरै नकारात्मक सोचहरू राख्दाखेरि त्यो मान्ने हुँदैन नि नेपाली जनता एकदम त्यहाँ तपाईँको त्यति राम्रो छैन त्यहाँको जित पनि सुनिश्चित भइसकेको छ बालेन सरको बालेनको एकदम अग्रता छ तर उहाँलाई अलिकति त जो भावी पूर्व प्रधानमन्त्री हुनुहुन्छ यतिका वर्ष प्रधानमन्त्री हुनुभएको एउटा पार्टीको अध्यक्ष सर्वसम्म यत्रो धेरै भएर जित्नु भयो अहिले पनि अध्यक्षमा उहाँको गड ज्वरोदेखि एमाले छ भन्छ कि त्यहाँ त्यो भत्काउला बालेनले होइन उहाँ हिजो प्रधानमन्त्री होइन र भाग्नु पर्यो होइन हामीले देखेकै छ जुनियर भाग्नु पर्यो होइन अहिलेको युवा कस्ता छन् अहिलेको युवाहरू कस्ता जागरुक छन् नि हरेक कुराहरू साङ्गीतिक रूपमा बुझ्छन् के पहिलाको बाले सक्नुहुन्न उहाँले आराम दिनुपर्छ उहाँले भएका हाम्रा भनौँ न भाइ बहिनी छोराछोरीलाई गर तिमीहरूले गर्नुपर्छ अब तिमीहरूको पालो भनेर स्वीकार्नुपर्छ उहाँले आफ्नै पार्टीभित्र स्वीकार्न सक्नु भएको छैन उहाँ कसरी जित्नुहुन्छ जोखिम लिने अवस्था चाहिँ किन आइपर्यो भावी प्रधानमन्त्रीलाई तपाईँहरूको होइन जोखिम हुनुपर्छ जहाँ जोखिम छ नि त्यहाँ उच्च सहरमाथा छ जहाँ सहरमाथा छ नि त्यहाँ हामी चढ्न कठिन हुन्छ त्यहाँ गइसकेपछि त हाम्रो जित सुनिश्चित छ त त्यहाँ अक्सिजनको अभाव होला अथवा हरेक कुराको अभाव होला तर त्यहाँ त हामी जित्न सक्छौँ जितेकै छौँ त अनि त्यहाँ जोखिम नमोले देश र राष्ट्रको लागि बालेन हो र बालेनै हो क्या बालेनले जोखिम बोल्नै पर्छ जोखिम मोलेरै त्यहाँको निर्वाचन उच्च मत ल्याएर विजय हुनै पर्छ प्रधानमन्त्री बन्यो भने प्रधानमन्त्रीलाई हराउनु पर्यो स्योरै हो रवि र बालेनको टिमलाई देशभरिबाट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीको टिमलाई बहुमत दिएर चाहिँ विजय गराउँ पहाड मधेस बनेको छ तराई पहाड मधेस बनेको छ तराई रवि बालेनको एक गराई काङ्ग्रेस कम्युनिस्टलाई नेपाली जनताले राख्नुपर्छ हराई यो ठुला राजनीतिक दलहरूलाई चाहिँ चुनावमा हराएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिएर देश विदेशबाट सबैले सहयोग गरेर जो विदेशमा हुनुहुन्छ आफ्नो घरमा आफन्तलाई भनेर आज झापामा हजुर मनोनयन दर्तामा यहाँ त तपाईँहरू झन् 50-60 को हाराहारीमा हुनुहुन्छ त्यहाँ झन् हजारौँ मान्छेहरू उपस्थित भए जामै भयो बालेन शाहलाई हेर्नलाई शुभेच्छुकहरू समर्थकहरू कति कार्यकर्ताहरू कति अरू पार्टीका पनि मुसिए होला त्यसले के सन्देश दिन खोजेको हो शाह आज झापा पुग्दाखेरि झापै उत्रिए के होइन ठिक हो त खुसी लागेछ यहाँ भए हामी अझै त्यसै गर्ने थियौँ त्यहाँ त यता सुन्नु अब बोल्न मिल्छ मिल्दैन म बढी नबोलौँ होला केपी ओलीले यो देशको लागि यति अन्याय चाहिँ यति उहाँको भित्र चाहिँ आत्मामा चाहिँ ओलीको धर्म छैन हेर्नुहोस् तपाईँहरू नपटाइ यो चाहिँ समाचार बनाइदिनुहोस् यो कम्युनिस्ट पार्टी एमाले गर्दा काङ्ग्रेसलाई सिद्ध्यायो यो एमाले पनि सिद्धियो अब भनेको यो सत्तामा चाहिँ रवि लामिछाने बालेनको टिम आउने हो